हामी जस्तै रामायण लभल चाहिँ को हुनुहुन्छ होला। हामी चाहिँ यो खबर थाहा पाउने बित्तिकै हाम्रो छुट्टीको सदुपयोग गर्न हामी चाहिँ लाग्यौँ दमकतिर। दमकमा चाहिँ अहिले भर्खर खुलेको रहेछ। मलाई त्यो स्टोरको नाम चाहिँ थाहा भएन, तर त्यहाँ चाहिँ सबै कोरियन विभिन्न खालको नुडल्सहरू राखेको रहेछ। अनि हामीले चाहिँ चुज गऱ्यौँ 3 जनाले 4टा नुडल्स। अनि सुरुमा पेमेन्ट गर्नु पर्दो रहेछ, अनि त्यस पछाडि चाहिँ आफै स्टिम गरेर खानु पर्दो रहेछ। त्यहाँ चाहिँ एउटा मेसिन राखिदिएको रहेछ, मलाई यसलाई के भन्छ थाहा भएन मलाई। अनि त्यहाँ चाहिँ अटोमेटिक पाकेपछि चाहिँ अफ हुँदो रहेछ। अनि म सुरुमा त आएन नि त, फर्स्ट टाइम गएको होइन। अनि त्यहाँ बहिनीले सिकाइरहेछ। अनि मलाई चाहिँ एकदमै भोक लागेको भएर चाहिँ मैले 2टा नुडल्स खाने विचार गरेँ। अनि मैले 2तिर स्टिम गरिरहेको छु। अनि नयाँ कुराहरूको अनुभव लिन पाउँदा चाहिँ एकदमै एक्साइटेड भइँदो रहेछ। हामी चाहिँ एकदम एक्साइटेड भएर फोटो भिडियो पनि हल्का खिच्यौँ। अनि हाम्रो नुडल्स रेडी भयो। हामीलाई चाहिँ हल्का ग्रेभी मन परेर सबैजनाले ग्रेभी टाइपको बनायौँ नि त। सुक्खा पनि बनाउँदा हुन्छ, तर हामीलाई चाहिँ ग्रेभी मन परेर ग्रेभी बनाएर खायौँ फटाफट। अनि हामी बहिनीको घरतिर लाग्यौँ। सरप्राइज दिनु पर्यो भनेर कलै नगरी गएको हो, तर मान्छे चाहिँ रहेन रहेछ। अनि हामी चाहिँ स्याड भएर कल गर्नु बाध्य भयौँ। बहिनी चाहिँ तल दिदीहरूकोमा गएर रहेछ हो। अनि हामीलाई त्यता बोलायो। अनि अब आइसकेपछि भेटेर जाउँ न त भनेर हामी पनि फटाफट त्यता गयौँ। अनि त्यस पछाडि फर्किँदा रवि अर्ग्यानिक पनि साथीलाई सरप्राइज दिन गएको, साथी चाहिँ रहेन रहेछ। कस्तो ब्याड लक क्या। अनि ठ्याक्कै कल गर्दै साथी चाहिँ आइपुग्यो। अनि हामीले उहाँलाई भेट्यौँ, हाम्रो रवि अर्ग्यानिकको मेहनती साथी। अनि हामीले फटाफट सामान किन्यौँ। सामान किनेको चाहिँ भिडियो बनाउन पाइनँ। मलाई चाहिँ यस्तो सर्ट भिडियोहरू बनाउन खासै आउँदैन, बोल्न आउँदैन, र पनि सिक्दैछु। कुनै कुराहरू पनि प्र्याक्टिस नगरी आउँदैन जस्तो लाग्छ मलाई। त्यही भएर मेरो यो सानो प्रयास। थ्याङ्क यू फर वाचिङ। बाई।